नेपालीसाइट.com न्यूजमा स्वागत छ। म तुलसीको। आज 2065 भाद्र 1 गते तदनुसार 17 अगस्त 2008। अब सुरु गरौं साताभरिको साप्ताहिक खबरहरू। प्रधानमन्त्रीको निर्वाचनमा प्रचण्ड बहुमतले निर्वाचित। नेपाल समाचारपत्र दैनिक लेख्छ, 10 वर्ष जनयुद्ध लडेका माओवादी जनसेनाका सर्वोच्च कमान्डर तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यही श्रावण 31 गते शुक्रबार भएको प्रधानमन्त्रीको निर्वाचनमा प्रचण्ड बहुमत अर्थात् 2/3 भन्दा बढी संविधान सभाका सभासदहरूको मतबाट निर्वाचित हुनुभएको छ। प्रचण्डलाई संविधान सभाका ठूला दल एमाले, फोरम लगायत अन्य साना दलहरूको समेत समर्थन रहेको थियो। उहाँका प्रतिद्वन्दीको रूपमा नेपाली कांग्रेसका नेता पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा रहनु भए तापनि देउवालाई कांग्रेस बाहेकका दलहरूको समर्थन प्राप्त भएन। जनै पूर्णिमा अर्थात् रक्षा बन्धन सम्पन्न। हिन्दूहरूको चाड जनै पूर्णिमा गत शनिबार धुमधामका साथ नेपाल अधिराज्यभर मनाइयो। विभिन्न किसिमका गेडागुडीहरू केही दिनदेखि भिजाएर टुसा उम्रिएपछि जनै पूर्णिमाको दिन क्वाटीको रूपमा त्यसलाई ग्रहण गरिन्छ। क्वाटी खानाले छातीमा गाडिएको चिसो हट्ने धार्मिक भनाइरहेको छ। यस दिन विभिन्न मन्दिरहरूमा भक्तजनहरूको भिड लाग्नुका साथै भक्तजनहरूले ब्राह्मणसँग रक्षा बन्धन पनि बाँधी माग्छन्। रक्षा बन्धनकै दिनबाट काठमाडौँका 2वटा रंगमञ्चमा तिते जिरे एवं झ्याइकुटी झ्याइ नामक हास्य व्यङ्ग्य गाई जात्रा कार्यक्रम पनि शुरू भएको छ। गाई जात्रामा दीपक राजगिरी, शिवहरि पौडेल, जितु नेपाल, दीपा श्री, पूर्ण थापा लगायतका कलाकारहरू रहेका छन्। नेपाली सेनाको अस्पताल डुबानमा। नेपाली सेनाको अस्पताल छाउनीमा वर्षायाममा पानीले खूब सताउने गरेको छ। कुनै पनि अस्पतालमा यति धेरै लापरवाही प्राय कमै हुने गरेको छ। सेनाको यस प्रमुख अस्पतालमा प्राय सबै कोठाहरूमा पानी चुइने गरेको छ। कोठामा रहेका बिरामीहरूको बेड सार्न एउटा सानो डुङ्गा नै प्रयोग गर्नुपर्ने देखिन्छ। अस्पतालको पहिलो तलामा त पानी घुँडासम्म आउने गरी वर्षायाममा पस्ने गर्छ। यस्तो अवस्थाबाट हरेक वर्ष गुज्रिरहेको यो सैनिक अस्पतालमा आजसम्म पनि सैनिक अधिकारीहरूको ध्यान नजानु एउटा गम्भीर विषय बनेको छ। विवादित मन्त्री नेपालको विदाई। नयाँ पत्रिका दैनिक लेख्छ, बेजिङ ओलम्पिकमा विवादास्पद सहभागिता जनाएर फर्के लगत्तै शिक्षा तथा खेलकुद मन्त्री प्रदीप नेपालले बिहिबार मन्त्री पदबाट विदा लिएका छन्। मन्त्री पद छड्नु केही समय अघि मात्र शिक्षा सचिव मार्फत जानकारी गराएर मन्त्री नेपालले विदा लिएका हुन्। तीज महोत्सव 2008 सम्पन्न। तीजको आगमन हुन 3 हप्ता बाँकी छँदै वुमन्स क्रिएसन सेन्टरले गत अगस्त 8 देखि 10 तारिकसम्म बिहान 10 बजेदेखि 7 बजेसम्म तीज महोत्सव विशेष कार्यक्रम आयोजना गर्यो। उक्त कार्यक्रममा रातो रङको पहिरनमा सजिएका युवतीहरूको निकै घुइँचो थियो। कार्यक्रम काठमाडौँको त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरमा सम्पन्न भएको थियो। हेरौं तीज महोत्सवका केही यो झलकहरू। अब खबर मनोरञ्जन जगतबाट। गत साता अमेरिकाको कोलोराडोमा सम्पन्न कार्यक्रममा लामो समयदेखि संगीत सृजनामा तल्लीन गायक निश्चल श्रेष्ठको मेटल क्रस ब्यान्डले आफ्ना 5वटा चर्चित गीतहरू कार्यक्रममा प्रस्तुत गर्यो। कोलोराडोमा सम्पन्न उक्त सांगीतिक कार्यक्रममा मेटल क्रस ब्यान्डका साथमा पुराना गायक सुनिल पराजुली, ओकेली ब्यान्डका अनिश र विजय अधिकारीले आफ्ना सांगीतिक प्रस्तुतिहरू बेजोड ढंगले पेश गरेका थिए। उक्त कार्यक्रम 2 दिनसम्म चलेको थियो। हेरौं निश्चल श्रेष्ठको एक रिपोर्ट। नमस्ते, धन्यवाद तुलसीजी, तपाईले भनिदिइहाल्नुभयो सोको बारेमा अलिकति है। त्यही पनि म अलिकति थप जानकारी दिन्छु। कोलोराडो भन्ने स्टेटमा अमेरिकामा अगस्त 9 तारिक र 10 तारिक गएको हप्ता चाहिँ नेपाली अकुस्टिक वाइब भनेर चाहिँ एउटा प्रोग्राम गरिएको थियो, जहाँ चाहिँ हामी 4 जना आर्टिस्टहरू थियौँ। विभिन्न ठाउँबाट आएका थियौँ हामी। त्यस्तै गरेर अनिश सापकोटा ओकली ग्रुपबाट, मिनेसोटा भन्ने ठाउँबाट, त्यस्तै गरेर निश्चल श्रेष्ठ मेटल क्रस ओहायोबाट, अनि त्यस्तै हुनुहुन्थ्यो हाम्रो विजय अधिकारीजी लिमिट 3 बोल्डर कोलोराडो, त्यस्तै गरेर सुनिल पराजुली दाई बस्टन म्यासाचुसेट्सबाट उहाँको पपुलर गीत
आकाशमा चिलोड्यो धरतीमा छाया भन्ने गीत थियो। त्यस्तै गरेर द भयङ्कर्स ग्रुपले पनि पर्फर्म गरेको थियो। अनि शैलेश श्रेष्ठ र विक्रमले पनि पर्फर्म गर्नुभएको थियो। त्यसै साथ तिनीहरूमा हुनुहुन्थ्यो अनुपमजी गिटारमा, टोनी पनि गिटारमा, माइक ड्रममा, जनथन बेस गिटारमा। तीनजना अमेरिकनहरू कोलोराडोकै थिए। उहाँले चाहिँ हाम्रो नेपाली म्युजिकमा पनि धेरै इन्ट्रेस्ट देखाएर चाहिँ प्र्याक्टिस गर्नुभएको थियो र राम्रो पर्फर्म गर्नुभएको थियो। अनि मेरो विचारमा यो फर्स्ट टाइम होला हो, यस्तो खालको प्रोग्राम चाहिँ फर्स्ट टाइम भएको होला, जहाँ चाहिँ कुनै पनि एसोसिएसनहरूको सपोर्टहरू थिएन। हामी चाहिँ आफ्नो इन्ट्रेस्ट आफ्नो प्यासनले गर्ने हिसाबले गरेको हाम्रो यो प्रोग्राम र यो सक्सेस गराउनमा ठुलो हात चाहिँ विजय अधिकारीको छ। उहाँले कोअर्डिनेट र अर्गनाइज गरिदिनु भएकोमा हामीलाई धेरै खुसी लागेको छ र धेरै धेरै धन्यवाद छ हाम्रो तर्फबाट। आगामी दिनहरूमा पनि नयाँ नयाँ ठाउँहरूमा अरू प्रोग्रामहरू गर्ने हाम्रो प्लान छ। अनि धेरै कुराहरू सिक्यौँ यो प्रोग्रामबाट पनि। सो केही झलकहरू पनि हेर्नुहोस्, कोलोराडो कति राम्रो ठाउँ छ, त्यहाँको है वातावरणहरू। अनि त्योभन्दा पनि अझ के राम्रो भने त्यहाँका दाजुभाइ दिदीबहिनीहरू भेट्दा धेरै खुसी लाग्यो। सो अन्य भिडियोहरू पनि छन् हामी कहाँ, फोटोहरू, यो चाहिँ नेपालीसाइट.com अथवा नेपाली ट्युबमा पनि हेर्न सक्नुहुनेछ। सो त्यति भन्दै म अहिले गएर बिदा हुन्छु। नमस्ते। यो साताको लागि साप्ताहिक गतिविधि यति नै। अर्को साता फेरि साप्ताहिक खबरहरूको साथमा नेपालीसाइट.com मा उपस्थित हुने नै छु। यदि तपाईहरुको सल्लाह सुझाव वा समाचारहरू छन् भने हामीलाई यस ठेगानामा सेन्ड गर्न सक्नुहुन्छ, nepalisite@gmail.com। समाचार एवं मनोरञ्जनका लागि सधैँ भिजिट गर्नुहोस् नेपालीसाइट.com।